यहाँहरू सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। आउनुहोस् आज हामी परमेश्वरको जीवित वचनलाई हेर्नेछौँ। यशायाको पुस्तकबाट हामी हेर्नेछौँ यशाया 53:5। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। आमेन। चाहिँ ख्रीष्ट येशू तपाईँ र मेरो अपराधको निम्ति छेडिनु भयो। तपाईँ र मैले गरेको अधर्मको निम्ति ख्रीष्ट येशू पेलिनु भयो। तपाईँ र ममा शान्ति ल्याउने दण्ड उहाँले आफूमाथि भोग्नु भयो अनि उहाँले खानुभएको कोर्राको चोटले तपाईँ र म निको भयौँ। 2025 वर्ष अघि उहाँले खानुभएको थियो त्यो कोर्राको चोटले तपाईँ र म चाहिँ निको भएको छ। अनि साँच्चै नै यसबाट हामी के बुझ्न सक्छौँ भने परमेश्वरको अनुग्रह तपाईँ र ममा प्रशस्त छ। यूहन्ना 3:16 अनुसारमा उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो र उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि कोही पनि नाश नहोस्। तपाईँ र म नाश नहुनको निम्ति ख्रीष्ट येशूले यी सबै झेल्नु भएको छ। तपाईँ र मैले चाहिँ अनन्त जीवन जिउन सकौँ भनेर चाहिँ ख्रीष्ट येशूले यी सबै कष्टहरू आफूमाथि उठाउनु भयो, दण्डहरू आफूमाथि भोग्नु भयो ताकि हामी शान्तिमा जिउन सकौँ, ताकि हामी अनन्त जीवन जिउन सकौँ भनेर चाहिँ ख्रीष्ट येशूले यी सबै दण्ड र कष्टहरू आफूमाथि उठाउनु भयो तपाईँ र मेरो निम्ति। उहाँ दोष रहित हुनुहुन्थ्यो, ख्रीष्ट येशू पाप रहित हुनुहुन्थ्यो। उहाँले कुनै पनि अपराध गर्नुभएको थिएन। त्यो मारिन लगेको थुमा जस्तै गरी ख्रीष्ट येशूलाई चाहिँ 2025 वर्ष अगाडि दोहोऱ्याउँदै थियो। ख्रीष्ट येशू मानिसहरूको नजरमा दोषित हुनुभयो, घृणित हुनुभयो तपाईँ र मेरो निम्ति। अनि यो कष्ट, यो दुःख चाहिँ तपाईँ र मैले भोग्नु पर्ने थियो, तर तपाईँ र मैले नभइकन चाहिँ ख्रीष्ट येशूले चाहिँ भोग्नुभयो। उहाँ हाम्रो निम्ति मर्नुभयो। अनि साँच्चै नै परमेश्वरको अनुग्रहलाई हामीले पहुँचाउनु हुँदैन, ख्रीष्ट येशूको प्रेमलाई हामीले बुझ्नुपर्छ। हामी त्यो पाप स्वभावबाट चाहिँ फर्काउनु पर्छ। पापको ज्याला चाहिँ मृत्यु हो। त्यो पापको दलदलबाट हामीलाई छुटाउनुको निम्ति चाहिँ ख्रीष्ट येशूले चाहिँ हाम्रो निम्ति चाहिँ मोल तिर्नु भएको छ, छुटकारा दिनुभएको छ तपाईँ र मलाई जीवन दिनको निम्ति। उहाँ त हामीलाई जीवन दिन आउनु भएको छ। अनि साँच्चै नै हामीले ख्रीष्ट येशूलाई दिनहुँ क्रुसमा टङ्गाउनु हुँदैन। जब हामी पाप गर्छौँ, दिनहुँ पाप गर्छौँ भने ख्रीष्ट येशूलाई पीडा हुने गर्दछ, ख्रीष्ट येशूलाई चोट पर्ने गर्दछ, किनकि उहाँले तपाईँ र मेरो निम्ति 2025 वर्ष अघि नै उहाँले त्यो कष्टहरू भोगिसक्नु भएको छ। अनि हामीले उहाँको प्रेमलाई सम्झना गर्नुपर्छ, हामीले पश्चाताप गर्नुपर्छ। हाम्रो पापबाट हामी फर्केर चाहिँ ख्रीष्ट येशूलाई हामी धन्यवाद दिन फर्किनुपर्छ, परमेश्वरलाई हामीले महिमा गर्नुपर्छ। तपाईँ र मेरो निम्ति ख्रीष्ट येशू मर्नु भएको छ। उहाँ दोष रहित हुनुहुन्छ, उहाँ अपराध रहित हुनुहुन्छ। पश्चाताप चाहिँ सुहाउँदो फल तपाईँ र मैले फलाउनु पर्छ। परमेश्वरको राज्य चाहिँ नजिक आएको छ। बेलैमा हामीले येशू ख्रीष्टलाई हाम्रो मुक्तिदाता भनिकन हामीले विश्वास गर्नुपर्छ। तपाईँ र मलाई उद्धार गर्नुहुने, छुटकारा दिनुहुने हाम्रो ख्रीष्ट येशूलाई हामीले विश्वास गर्नुपर्छ ताकि हामी कोही पनि नाश नहोस् अनि हामीले अनन्त जीवन जिउन सकौँ भनेर चाहिँ ख्रीष्ट येशूले चाहिँ यी सबै कुरा चाहिँ उहाँले आफूमाथि भोग्नुभयो। तपाईँ र ममा चाहिँ उहाँले प्रशस्त अनुग्रह राखिदिनु भएको छ। उहाँको निगाह तपाईँ र ममाथि छ। परमेश्वर भलो हुनुहुन्छ, उहाँ प्रेमी हुनुहुन्छ, परमेश्वर करुणामय हुनुहुन्छ, दयालु हुनुहुन्छ। यी सबै कारणले चाहिँ उहाँले आफ्नो एउटा पुत्र दिनुभएको छ तपाईँ र म चाहिँ अनन्त जीवन जिउन सकौँ, तपाईँ र म शान्तिमा रहन सकौँ। येशूले 2025 वर्ष अगाडि तपाईँ र मेरो निम्ति भोग्नुभएको त्यो कष्टलाई सम्झना गर्नुहोस्, त्यो दुःखलाई सम्झना गर्नुहोस्। 2025 वर्ष अगाडि तपाईँ र मेरो निम्ति उहाँले आफ्नो जीवन दिनुभएको छ। उहाँको प्रेमलाई सम्झना गर्नुहोस्। यी सबै उहाँले किन गर्नुभयो? तपाईँ र मेरो अपराध क्षमा गर्न, तपाईँ र मेरो पाप क्षमा गर्न, हामीलाई अनन्त जीवन दिन, हामीलाई शान्तिमा डोराउनको निम्ति, हामीलाई सुस्वास्थ्य दिनको निम्ति उहाँले आफ्नो जीवन बलिदान दिनुभएको छ। प्रिय हो, त्यसैले हामीले घरिघरि अपराध गर्नु हुँदैन, ख्रीष्ट येशूको विरोधमा हामी जानु हुँदैन। उहाँलाई दिनहुँ हामीले ख्रीष्टमा
टाङ्न दिनु हुँदैन। यदि हामी अपराध गर्छौँ, पाप गर्छौँ भने ख्रीष्ट येशूलाई दुख्छ, उहाँलाई पोल्छ। त्यसैले ख्रीष्ट येशू तपाईँ र मेरो निम्ति मर्नुभएको छ। हाम्रो अपराधको निम्ति उहाँ छिडिनु भयो, हाम्रो पापको निम्ति पेलिनु भयो, हामीमा शान्ति ल्याउने दण्ड आफूमाथि उठाउनु भयो। उहाँले खानुभएको कोराको चोटले तपाईँ र म निको भयौँ।